नमस्कार साथीहरु, स्वागत छ आज फेरि नयाँ भिडियोमा। आज म तपाईहरुलाई यो कमलको फूलको जति नि हाम्रो मोबाइलहरुमा विज्ञापन आइरहेछ नि, त्यो विज्ञापन चाहिँ चाइनिज बोन्साई, जापानिज बोन्साई अब 15 दिनमै फुल्ने भनेर विज्ञापन आउँछ। यो चाहिँ मैले त्यो बिउ नभइकन यो चाहिँ पूजा पसलमा पाउने बिउ नै ल्याएर रोपेको। यो चाहिँ रोपेको मैले वैशाखको 1 गते, यतिको भएको छ। आज 18 गते हो। अब बजारमा पाउने नि सेम यस्तै नै देखिन्छ। अब त्यो चाइनिज बोन्साई, अब जापानिज बोन्साई आफ्नो ठाउँमा होला, तर पसलमा पूजा पसलमा पाउने पनि यतिको उम्रिदो रहेछ। अबको रिजल्ट चाहिँ फुल फुल्छ कि फुल्दैन भन्ने मात्रै हो। अब महँगोमा बेचिरहेछ अनलाइनमा चाहिँ, अब चाइनिज बोन्साई, जापानिज बोन्साई भनेर। यो चाहिँ 100 रुपियाँमा लगभग मैले कति दाना ल्याएँ। अब यहाँ 2 3 4 5 6 7 8 9 10 100 रुपियाँको 10 वटा चाहिँ उम्रेको छ। 3-4 वटा झनै 4 वटा जति उम्रेको थिएन। यो चाहिँ मजाले उम्रिदो रहेछ। अब त्यही नै हो कि त्यही सेम हेर्दा चाहिँ त्यस्तै देखिन्छ। यो चाहिँ अब मलाई लाग्छ नेपालको चाहिँ पक्कै पनि होइन होला यो दाना, पूजा पसलमा पाउने पनि। कतै हजुरहरूलाई नै यही पूजा पसलकोलाई नै कोही दानालाई चाहिँ चाइनिज बोन्साई र जापानिज बोन्साई भनेर बेच्न सक्छ। हजुरहरू त्यसमा चाहिँ नठगिनु होला। तपाईहरुले नि पूजा पसलमै पाउने एकचोटि ल्याएर ट्राई गर्नुस्। यो अब 100% उम्रिसक्यो। अब फुल्छ फुल्दैन भन्ने मात्रै हो। अब फुल्छ फुल्दैन, अब यति दिनमा फुल्छ भन्ने कुरा नि ठ्याक्कै थाहा छैन। अब यो नफुलुन्जेलसम्म म यसलाई पानीमा डुबाएर नै राख्नेछु। फेरि 100 रुपियाँको यति धेरै ल्याएर राखेको छु। यो चाहिँ यस्तो हुन्छ, सुरुमा चाहिँ सानो हुन्छ, हल्का तलको घोटेर पानीमा डुबाएपछि चाहिँ एकै दिनमा ठुलो भएर फुल्छ। अनि भित्र यतिको टुसा चाहिँ निस्किसकेको हुन्छ यसको। लगभग 3-4 दिन, यो 2 दिन भयो, 3-4 दिनमा यसको टुसा बाहिर निस्किसकेको हुन्छ। र यो फुल फुलिसके पछाडि फेरि अर्को भिडियो लिएर आउनेछु। अर्को भिडियोमा फेरि भेटौँला। हस् त, नमस्ते, बाई बाई।